हेलो सबैलाई। आज फेरि म चाहिँ यहाँ माथि आइरहेको छु अर्को भल्भोमा है, दाजुको मेसिन भएकोमा। यहाँ चाहिँ अहिले दाजुको मेसिन चलाइदिँदैछु। यहाँ चाहिँ मेरो चाहिँ तल अहिले पानी परेकोले गर्दाखेरि प्लान्ट चलेको छैन नि त, त्यो हप्परमा चाहिँ हिलोहरू जामेर अन्त ढुङ्गा नसरेकोले गर्दाखेरि चाहिँ अहिले प्लान्ट चाहिँ फिलहाल चाहिँ बन्द छ हो। अन्त अहिले चाहिँ अघि भर्खर दाजु चाहिँ उयो के भन्छ घर गएको छ नि त, उसको कामले गर्दाखेरि हो। अन्त म चाहिँ यहाँ चाहिँ अहिले उसको प्लेसमा यहाँ रिडक्सन गर्दैछु हो। यहाँ उपर रिडक्सन गर्दै आउँदै यहाँ यताउतै जानुपर्ने छ। यति हो फिलहाल चाहिँ काम हाम्रो। त्यसको बाद चाहिँ अहिले त्यस्तो हाम्रो काम हुँदैन अहिले, किनभने रेनी सिजन लाग्यो हो, पानी परेकै। अन्त अहिले ठन्डा कुल पनि छ हो। अहिले एकछिन झलक्कै घाम लाग्दै त्यस्तै हुँदैछ। हिजो पनि त्यस्तो कामै भएन, त्यो हिजो खालि त्यो गाडी फस्टेकोलाई निकाल्नु मात्रै भयो हो। मेरो चाहिँ काम भएन। अन्त यहाँ चाहिँ अहिले चाहिँ यहाँ रिडक्सन गर्दैछु हो। चिया खाँदै नि चिया बनाएर ल्याएको थिएँ कि मैले बिहान ब्ल्याक टी बनाएर ल्याएको थिएँ। अन्त त्यही ब्ल्याक टी नि खाँदैछु हो। यसरी रिडक्सन गर्दैछु हो। यस्तो छ त हाम्रो काम, हेर्नु सक्नुहुन्छ है। यस्तो हुन्छ काम चाहिँ यहाँ यसरी रिडक्सन गर्दै हो। बिचमा ढुङ्गाहरू आउँदैछ ऊ परदेखिको। मैले चाहिँ ऊ पर त्यो कुहिरो लागेको कि देखिको यता गरिदिएको। हिजो उता चाहिँ दाजुले गरेको थिएछ हो। अन्त यता चाहिँ मैले गरिदिँदैछु। यो चाहिँ अर्को दाजुको मेसिन नयाँ छ। चडक्क मिलाउँदै जाँदैछु हो। यही है त, यस्तो हुँदैछ हाम्रो काम, हेर्न सक्नुहुन्छ है। अन्त अहिले जाडो पनि छ, चिसो निकै बढ्यो हो। चाहिँ हाम्रोतिर चाहिँ अहिले चाहिँ यहाँ चाहिँ अलिक तल चाहिँ अहिले यहाँ जलुक घुम्नु आउनेहरू पनि अहिले बिस्वाद हुँदै होला, किनभने बत्ती स्टरिङहरू राम्रो देख्दैन नि त कुहिरोले गर्दाखेरि हो। माथि हिउँ परिरहेको होला। अन्त यहाँ चाहिँ हामी भएकोमा चाहिँ त्यस्तो केही राम्रो सिन चाहिँ छैन।